वेलकम टु माई न्यू ब्लग। आज हामी के भन्छ हाम्रो जङ्गलमा बोयर खान गइरहेको छु। हेर गाई हाम्रो गाउँको केटीहरू दामी दामी केटी। यो चाहिँ आन्टी हो, आन्टी लभर, जसलाई जसलाई आन्टी लभर हो यो छ। अरू हामी छु गाई हेर चिल भइरहेको छ हाम्रोमा, रमाइलो छ जियो। होइन मेरो लागि दिदी भने अरूको लागि आन्टी हो। ऊ बिहे गर्छको लागि सबैलाई आन्टी भन्छन्। होइन नातामा त दिदी छ नि जे उता जाऊ तिमी। हाम्रो गाउँको केटीहरू हेर है, रेड गर कति हेर, रेड गर। यता हेर त दिदी, यो मेरो चाहिँ मामाको छोरी, ऊ चाहिँ मेरो, यो पनि मेरो जेठो मामाको छोरी। उसको बिहे भइसक्यो नहेर है। अनि यो चाहिँ मेरो आफ्नो दिदी, मेरो मम्मीको छोरी। यो धेरै राम्रो छ। यो चाहिँ मेरो कान्छा मामाकी छोरी। रेड गर्नु है कति। यो चाहिँ मेरो दिदी बेहुली। वाह मजा आइरहेको छ। जे होस् हाम्रो गाउँमा के भन्छ बोइल खाना आएर तिमीहरू पनि आउन चाहन्छौ भने यसो कमेन्ट हान, म लोकेसन दिइदिन्छु। हेर मेरो माइल मम्मीको छोरी खतरा क्युट छि होइन। कसैलाई चाहियो भने जस्तो सम्पर्क गर, फ्री छ। यति नै हो। अहिले एकछिनमा बयर देखाउँछु तिमीहरूलाई। धेरै बयर छ। अनि उतातिर हाम्रो गोदावरीको नदी छ, कति ठुलो नदी छ हेर। आज हल्का म बिच छु न गाइज। एकछिन 2 शब्द जाओस् न तिमीबाट पनि। कस्तो मिठो छ। वाउ जङ्गली बयर, यसले भन्छ जङ्गली बयर। हामी खान्छौँ आशिक डना। या वेलकम वेलकम। गुड नाइट बात गरौँ। वाउ मिठो 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 मिठो।